हेलो फ्रेन्ड्स, आजको भिडियोमा हामी तपाईलाई 100 भन्दा बढी छोटा छोटा इट्सको प्रयोग गरेर बनाइएको सेन्टेन्सेसहरू सिकाउने छौं। यी वाक्यहरू धेरै सजिला, छोटा र दैनिक प्रयोगमा आउने खालका छन्। जस्तै इट्स फाइन, यो ठीक छ। इट्स रेडी, यो तयार छ। इट्स कोल्ड, यो चिसो छ। यस्ता खालका वाक्यहरू अभ्यास गरेर तपाई सजिलै इंग्लिशमा बोल्न सक्नुहुन्छ। आउनुहोस् सुरु गरौँ है त। इट्स ओके भनेको यो ठीक छ। इट्स ओके भनेको यो ठीक छ। इट्स रेडी भनेको यो तयार छ। इट्स रेडी भनेको यो तयार छ। इट्स रङ भनेको यो गलत छ। इट्स रङ भनेको यो गलत छ। इट्स ट्रू भनेको यो सत्य हो। इट्स ट्रू भनेको यो सत्य हो। इट्स सिम्पल भनेको यो सजिलो छ। इट्स सिम्पल भनेको यो सजिलो छ। इट्स हार्ड भनेको यो गाह्रो छ। इट्स हार्ड भनेको यो गाह्रो छ। इट्स माइन भनेको यो मेरो हो। इट्स माइन भनेको यो मेरो हो। इट्स योर भनेको यो तिम्रो हो। इट्स योर्स भनेको यो तिम्रो हो। इट्स क्लीन भनेको यो सफा छ। इट्स क्लीन भनेको यो सफा छ। इट्स डर्टी भनेको यो फोहोर छ। इट्स डर्टी भनेको यो फोहोर छ। इट्स न्यू भनेको यो नयाँ छ। इट्स न्यू भनेको यो नयाँ छ। इट्स ओल्ड भनेको यो पुरानो छ। इट्स ओल्ड भनेको यो पुरानो छ। इट्स फास्ट भनेको यो छिटो छ। इट्स फास्ट भनेको यो छिटो छ। इट्स स्लो भनेको यो बिस्तारै छ। इट्स स्लो भनेको यो बिस्तारै छ। इट्स क्लियर भनेको यो स्पष्ट छ। इट्स क्लियर भनेको यो स्पष्ट छ। इट्स डार्क भनेको यो अँध्यारो छ। इट्स डार्क भनेको यो अँध्यारो छ। इट्स हट भनेको यो तातो छ। इट्स हट भनेको यो तातो छ। इट्स कोल्ड भनेको यो चिसो छ। इट्स कोल्ड भनेको यो चिसो छ। इट्स नियर भनेको यो नजिक छ। इट्स नियर भनेको यो नजिक छ। इट्स फार भनेको यो टाढा छ। इट्स फार भनेको यो टाढा छ। इट्स ओपन भनेको यो खुलेको छ। इट्स ओपन भनेको यो खुलेको छ। इट्स क्लोज्ड भनेको यो बन्द छ। इट्स क्लोज्ड भनेको यो बन्द छ। इट्स गुड भनेको यो राम्रो छ। इट्स गुड भनेको यो राम्रो छ। इट्स ब्याड भनेको यो नराम्रो छ। इट्स ब्याड भनेको यो नराम्रो छ। इट्स बिग भनेको यो ठुलो छ। इट्स बिग भनेको यो ठुलो छ। इट्स स्मल भनेको यो सानो छ। इट्स स्मल भनेको यो सानो छ। इट्स सेफ भनेको यो सुरक्षित छ। इट्स सेफ भनेको यो सुरक्षित छ। इट्स रिस्की भनेको यो जोखिमपूर्ण छ। इट्स रिस्की भनेको यो जोखिमपूर्ण छ। इट्स इम्प्टी भनेको यो खाली छ। इट्स इम्प्टी भनेको यो खाली छ। इट्स फुल भनेको यो भरिएको छ। इट्स फुल भनेको यो भरिएको छ। इट्स हार्ड भनेको यो कडा छ। इट्स हार्ड भनेको यो कडा छ। इट्स चिप भनेको यो सस्तो छ। इट्स चिप भनेको यो सस्तो छ। इट्स कस्टली भनेको यो महँगो छ। इट्स कस्टली भनेको यो महँगो छ। इट्स करेक्ट भनेको यो ठीक छ। इट्स करेक्ट भनेको यो ठीक छ। इट्स रङ भनेको यो गलत छ। इट्स रङ भनेको यो गलत छ। इट्स इनफ भनेको यो पुग्छ। इट्स इनफ भनेको यो पुग्छ। इट्स सर्ट भनेको यो छोटो छ। इट्स सर्ट भनेको यो छोटो छ। इट्स लङ भनेको यो लामो छ। इट्स लङ भनेको यो लामो छ। इट्स स्वीट भनेको यो मिठो छ। इट्स स्वीट भनेको मिठो छ। इट्स बिटर भनेको यो तितो छ। इट्स बिटर भनेको यो तितो छ। इट्स ब्राइट भनेको यो चम्किलो छ। इट्स ब्राइट भनेको यो चम्किलो छ। इट्स डल भनेको यो फिक्का छ। इट्स डल भनेको यो फिका छ। इट्स स्ट्रङ भनेको यो बलियो छ। इट्स स्ट्रङ भनेको यो बलियो छ। इट्स विक भनेको यो कमजोर छ। इट्स विक भनेको यो कमजोर छ। इट्स इम्पोर्टेन्ट भनेको यो महत्त्वपूर्ण छ। इट्स इम्पोर्टेन्ट भनेको यो महत्त्वपूर्ण छ। इट्स अर्जेन्ट भनेको यो अत्यावश्यक छ। इट्स अर्जेन्ट भनेको यो अत्यावश्यक छ। इट्स पोसिबल भनेको यो सम्भव छ। इट्स पोसिबल भनेको यो सम्भव छ। इट्स इम्पोसिबल भनेको यो असम्भव छ। इट्स इम्पोसिबल भनेको यो असम्भव छ। इट्स इन्ट्रेस्टिङ भनेको यो रोचक छ। इट्स इन्ट्रेस्टिङ भनेको यो रोचक छ। इट्स बोरिङ भनेको यो दिक्क लाग्दो छ। इट्स बोरिङ भनेको यो दिक्क लाग्दो छ। इट्स अग्ली भनेको यो कुरूप छ। इट्स अग्ली भनेको यो कुरूप छ। इट्स इम्प्टी भनेको यो खाली छ। इट्स इम्प्टी भनेको यो खाली छ।
इट्स हेभी भनेको यो भारी छ, इट्स हेभी भनेको यो भारी छ। इट्स लाइट भनेको यो हल्का छ, इट्स लाइट भनेको यो हल्का छ। इट्स राइट भनेको यो सही छ, इट्स राइट भनेको यो सही छ। इट्स लेफ्ट भनेको यो बायाँ छ, इट्स लेफ्ट भनेको यो बायाँ छ। इट्स अप भनेको यो माथि छ, इट्स अप भनेको माथि छ। इट्स डाउन भनेको यो तल छ, इट्स डाउन भनेको यो तल छ। इट्स इनसाइड भनेको यो भित्र छ, इट्स इनसाइड भनेको यो भित्र छ। इट्स आउटसाइड भनेको यो बाहिर छ, इट्स आउटसाइड भनेको यो बाहिर छ। इट्स मर्निङ भनेको यो बिहान हो, इट्स मर्निङ भनेको यो बिहान हो। इट्स आफ्टरनुन भनेको यो दिउँसो हो, इट्स आफ्टरनुन भनेको यो दिउँसो हो। इट्स इभिनिङ भनेको यो बेलुकी हो, इट्स इभिनिङ भनेको यो बेलुकी हो। इट्स नाइट भनेको यो रात हो, इट्स नाइट भनेको यो रात हो। इट्स सनी भनेको यो घाम लागेको छ, इट्स सनी भनेको यो घाम लागेको छ। इट्स रेनी भनेको यो पानी परेको छ, इट्स रेनी भनेको यो पानी परेको छ। इट्स क्लाउडी भनेको यो बादल लागेको छ, इट्स क्लाउडी भनेको यो बादल लागेको छ। इट्स फ्री भनेको यो फ्री छ, इट्स फ्री भनेको यो फ्री छ। इट्स रेडीमेड भनेको यो तयार बनाइएको छ, इट्स रेडीमेड भनेको यो तयार बनाइएको छ। इट्स नेचुरल भनेको यो प्राकृतिक छ, इट्स नेचुरल भनेको यो प्राकृतिक छ। इट्स आर्टिफिसियल भनेको यो कृत्रिम छ, इट्स आर्टिफिसियल भनेको यो कृत्रिम छ। इट्स हेल्दी भनेको यो स्वस्थकर छ, इट्स हेल्दी भनेको यो स्वस्थकर छ। इट्स अनहेल्दी भनेको यो अस्वस्थकर छ, इट्स अनहेल्दी भनेको यो अस्वस्थकर छ। इट्स लक्की भनेको यो भाग्यशाली छ, इट्स लक्की भनेको यो भाग्यशाली छ। इट्स अनलक्की भनेको यो दुर्भाग्यपूर्ण छ, इट्स अनलक्की भनेको यो दुर्भाग्यपूर्ण छ। इट्स मोडर्न भनेको यो आधुनिक छ, इट्स मोडर्न भनेको यो आधुनिक छ। इट्स ट्रेडिसनल भनेको यो परम्परागत छ, इट्स ट्रेडिसनल भनेको यो परम्परागत छ। इट्स ब्युटिफुल आउटसाइड भनेको बाहिर सुन्दर छ, इट्स ब्युटिफुल आउटसाइड भनेको बाहिर सुन्दर छ। इट्स नोइजी भनेको यो हल्ला छ, इट्स नोइजी भनेको यो हल्ला छ। इट्स क्वाइट भनेको यो शान्त छ, इट्स क्वाइट भनेको यो शान्त छ। इट्स ब्रोकन भनेको यो भाँचिएको छ, इट्स ब्रोकन भनेको यो भाँचिएको छ। इट्स फिक्स्ड भनेको यो मिलाइएको छ, इट्स फिक्स्ड भनेको यो मिलाइएको छ। इट्स स्ट्रङ इनफ भनेको यो पर्याप्त बलियो छ, इट्स स्ट्रङ इनफ भनेको यो पर्याप्त बलियो छ। इट्स विक नाउ भनेको यो अहिले कमजोर छ, इट्स विक नाउ भनेको यो अहिले कमजोर छ। इट्स टेस्टी भनेको यो स्वादिष्ट छ, इट्स टेस्टी भनेको यो स्वादिष्ट छ। इट्स फ्रेस भनेको यो ताजा छ, इट्स फ्रेस भनेको यो ताजा छ। इट्स रोटन भनेको यो कुहिएको छ, इट्स रोटन भनेको यो कुहिएको छ। इट्स ड्राई भनेको यो सुक्खा छ, इट्स ड्राई भनेको यो सुक्खा छ। इट्स वेट भनेको यो भिजेको छ, इट्स वेट भनेको यो भिजेको छ। इट्स सार्प भनेको यो धारिलो छ, इट्स सार्प भनेको यो धारिलो छ। इट्स लङ इनफ भनेको यो पर्याप्त लामो छ, इट्स लङ इनफ भनेको यो पर्याप्त लामो छ। इट्स सर्ट नाउ भनेको यो अहिले छोटो छ, इट्स सर्ट नाउ भनेको अहिले यो छोटो छ। इट्स क्लियर नाउ भनेको यो अहिले स्पष्ट छ, इट्स क्लियर नाउ भनेको यो अहिले स्पष्ट छ। इट्स कन्फ्युजिङ भनेको यो अलमल पार्ने छ, इट्स कन्फ्युजिङ भनेको यो अलमल पार्ने छ। इट्स स्ट्रेन्ज भनेको यो अचम्मको छ, इट्स स्ट्रेन्ज भनेको यो अचम्मको छ। इट्स नर्मल भनेको यो सामान्य छ, इट्स नर्मल भनेको यो सामान्य छ। इट्स अमेजिङ भनेको यो अद्भुत छ, इट्स अमेजिङ भनेको यो अद्भुत छ। इट्स ट्रिबल भनेको यो भयानक छ, इट्स ट्रिबल भनेको यो भयानक छ। इट्स फनी भनेको यो रमाइलो छ, इट्स फनी भनेको यो रमाइलो छ। इट्स सिरियस भनेको यो गम्भीर छ, इट्स सिरियस भनेको यो गम्भीर छ। इट्स डेन्जरस भनेको यो खतरनाक छ, इट्स डेन्जरस भनेको यो खतरनाक छ। इट्स सेफ हियर भनेको यहाँ सुरक्षित छ, इट्स सेफ हियर भनेको यहाँ सुरक्षित छ। इट्स क्लिन वाटर भनेको यो सफा पानी हो, इट्स क्लिन वाटर भनेको यो सफा पानी हो। इट्स कोल्ड टुडे भनेको आज चिसो छ, इट्स कोल्ड टुडे भनेको आज चिसो छ। इट्स हट टुडे भनेको आज तातो छ, इट्स हट टुडे भनेको आज तातो छ। इट्स अर्ली भनेको यो चाँडो हो, इट्स अर्ली भनेको यो चाँडो हो। इट्स लेट नाउ भनेको यो अहिले ढिला छ, इट्स लेट नाउ भनेको अहिले ढिला छ। इट्स इनफ फर मी भनेको मलाई पुग्छ, इट्स इनफ फर मी भनेको मलाई पुग्छ। इट्स डिफिकल्ट भनेको यो कठिन छ, इट्स डिफिकल्ट भनेको यो कठिन छ। इट्स इजी भनेको यो सजिलो छ, इट्स इजी भनेको यो सजिलो छ। इट्स इम्पिटी नाउ भनेको यो अहिले खाली छ, इट्स इम्पिटी नाउ भनेको यो अहिले खाली छ। इट्स फुल अलरेडी भनेको यो पहिला नै भरिएको छ, इट्स फुल अलरेडी भनेको यो पहिला नै भरिएको छ। इट्स योर टर्न भनेको तिम्रो पालो हो, इट्स योर टर्न भनेको यो तिम्रो पालो हो।
इट्स माई टर्न भनेको यो मेरो पालो हो। इट्स माई टर्न भनेको यो मेरो पालो हो। इट्स देयर प्रब्लम भनेको यो उनीहरूको समस्या हो। इट्स देयर प्रब्लम भनेको यो उनीहरूको समस्या हो। इट्स माई प्रब्लम भनेको यो मेरो समस्या हो। इट्स माई प्रब्लम भनेको यो मेरो समस्या हो। इट्स करेक्ट एन्सर भनेको यो ठिक जवाफ हो। इट्स करेक्ट एन्सर भनेको यो ठिक जवाफ हो। इट्स रङ एन्सर भनेको यो गलत जवाफ हो। इट्स रङ एन्सर भनेको यो गलत जवाफ हो। इट्स माई चोइस भनेको यो मेरो रोजाइ हो। इट्स माई चोइस भनेको यो मेरो रोजाइ हो। इट्स योर चोइस भनेको यो तिम्रो रोजाइ हो। इट्स योर चोइस भनेको यो तिम्रो रोजाइ हो। इट्स आवर हाउस भनेको यो हाम्रो घर हो। इट्स आवर हाउस भनेको यो हाम्रो घर हो। इट्स देयर हाउस भनेको यो उनीहरूको घर हो। इट्स देयर हाउस भनेको यो उनीहरूको घर हो। इट्स माई बुक भनेको यो मेरो किताब हो। इट्स माई बुक भनेको यो मेरो किताब हो। इट्स योर पेन भनेको यो तिम्रो कलम हो। इट्स योर पेन भनेको तिम्रो कलम हो। इट्स माई ब्याग भनेको यो मेरो झोला हो। इट्स माई ब्याग भनेको यो मेरो झोला हो। इट्स योर ब्याग भनेको यो तिम्रो झोला हो। इट्स योर ब्याग भनेको यो तिम्रो झोला हो। इट्स अन द टेबल भनेको यो टेबलमा छ। इट्स अन द टेबल भनेको यो टेबलमा छ। इट्स अन्डर द चेयर भनेको यो कुर्सी मुनि छ। इट्स अन्डर द चेयर भनेको यो कुर्सी मुनि छ। इट्स अन द रुफ भनेको यो छतमा छ। इट्स अन द रुफ भनेको यो छतमा छ। इट्स बिहाइन्ड मी भनेको यो मेरो पछाडि छ। इट्स बिहाइन्ड मी भनेको यो मेरो पछाडि छ। इट्स इन फ्रन्ट अफ यु भनेको यो तिम्रो अगाडि छ। इट्स इन फ्रन्ट अफ यु भनेको यो तिम्रो अगाडि छ। इट्स नियर द स्कुल भनेको यो स्कुल नजिक छ। इट्स नियर द स्कुल भनेको यो स्कुल नजिक छ। इट्स फार फ्रम हियर भनेको यो यहाँबाट टाढा छ। इट्स फार फ्रम हियर भनेको यो यहाँबाट टाढा छ। इट्स इनफ फुड भनेको यो पर्याप्त खाना हो। इट्स इनफ फुड भनेको यो पर्याप्त खाना हो। इट्स लेस फुड भनेको यो कम खाना हो। इट्स लेस फुड भनेको यो कम खाना हो। इट्स मोर मनी भनेको यो धेरै पैसा हो। इट्स मोर मनी भनेको यो धेरै पैसा हो।